देश विदेशमा रहने हुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी बाबाआमालाई मेरो तर्फबाट दसौँलाई जोडी दर्शन नमस्ते छ। मैले आफ्नो छोरीको बारेमा भन्न गइरहेको छु, किनकि तपाईँहरूले परीक्षा लिनुभयो, 1 देखि 10 सम्म कतिसम्म परीक्षा लिनुभयो। परीक्षा किन लिनुभयो? मैले त्यसको बारेमा मैले सोध्न चाहन्छु तपाईँसँग। किन लिनुभयो? वाइ? तपाईँले 1 देखि कति 9 सम्म कतिसम्म तपाईँले परीक्षा लिनुभएको छ। तपाईँले रिजल्ट नगराउनु थियो भने परीक्षा किन लिनुभयो? रिजल्ट आएर पनि अर्को क्लासमा गएर नै अलि पढ्ने बेला भयो, किताब आएर अलिअलि पढ्ने बेला भयो। किन? तपाईँले परीक्षा लिनुभयो, परीक्षा लिएर 27 गते कति रिजल्ट हाम्रो छोराछोरीलाई ल बाबाआमालाई बोलाउनु, 27 गते रिजल्ट भन्नुभयो। अनि पछाडि न्युजमा सुन्दाखेरि र शिक्षाको आन्दोलन हो अरे भन्ने, फोन गरेर सोद्धाखेरि तपाईँहरूले स्कुल बन्द हो भन्नुभयो, होइन? तपाईँका छोराछोरी सरकारी प्राइभेट स्कुलमा पढेका छन्, उनीहरूलाई केही छैन। तपाईँ टिचर हुनुहुन्छ, उनीहरूले जतिखेर नि पढ्न सक्छ, तपाईँले सिकाउनुहुन्छ। तर जसले क ख जान्दैन, उसको दाजुभाइ पढाइ लेखा छन्, न उसको बाबुआमा पढाइ लेखा छन्, उसले कसरी सिकाउँछ? तपाईँले भन्नुहोस् त। तपाईँले त पैसावाला हुनुहुन्छ, तपाईँको सरकारी जागिर छ, जहाँ गएर जसरी पनि पढाउन सक्नुहुन्छ, ट्युसन पनि पढाउन सक्नुहुन्छ, जे गरेर पनि पढाउन सक्नुहुन्छ। अहिले एसएलसी 12 कक्षाको तपाईँले उसको परीक्षा रोक्न खोज्नुभयो। त्यो ठाउँमा तपाईँको छोराछोरी हुन्थ्यो भने के गर्नुहुन्थ्यो? तपाईँले त्यसो गर्नुहुन्थ्यो? न आफ्नो छोराछोरीलाई तपाईँले सरकारी स्कुलमा पढाउनु भएको छ। ती गरिबका छोराछोरीले ठुल्ठुलो स्कुलमा पढाउन नसकेर सरकारी स्कुलमा पढाएको छ। त्यसमा पनि तपाईँहरूले आफ्ना छोराछोरी प्राइभेटमा पढाएका छन्, बोर्डिङ स्कुलमा छन् के अरे, अरूका छोराछोरी के मतलब भन्नुहुन्छ? त्यही भन्नु भएर त तपाईँहरूले यस्तो गर्नुभएको छ। तपाईँले रिजल्ट दिन नसक्ने भए परीक्षा किन लेख्नुभयो? सरकारी स्कुलमा कति क्लाससम्म जाँच फिस फ्री छ, तपाईँहरूले लिनुहुन्छ। तर तपाईँले सबभन्दा पहिला पार्टीको झोले भएर हिँड्न छोड्नुहोस्। हाम्रो गाउँघरमा टिचरहरूले भोट माग्दै हिँड्नुहुन्छ, भोट माग्दै हिँडेर लो यो पार्टीलाई जिताउनुहोस् है, यो पार्टीले गर्छ भन्दै हुनुहुन्छ। सबभन्दा पहिला त यो टिचरहरूको यो पार्टीमा हिँड्नबाट रोकेर लगाउन जरुरी छ। किनकि पार्टीमा हिँड्ने टिचरहरू के काम? सधैँभरि राजनीतिको काम, राजनीति सिकाउने स्टुडेन्टलाई तपाईँले भन्नुहोस् त। राजनीति बाहेक तपाईँहरूले केही सिकाउन जानुहुन्न। अहिले तपाईँले प्रमाण देखाइदिनु भयो। पहिले स्टुडेन्टलाई हो हल्ला गर्न हुन्न, आन्दोलन गर्न हुन्न भनेर सिकाउने टिचरले तपाईँहरूले आन्दोलन गराउनु भयो, आन्दोलन गरेर हिँड्नुभयो। अनि परीक्षामा के भनेर सोच्नुहुन्छ? त परीक्षामा तपाईँले आन्दोलन गर्न हुन्न भनेर भन्दाखेरि परीक्षामा विद्यार्थीहरूले के भन्ने? तपाईँले दिनुहोस् त्यसको जवाब। मेरै छोरीले परीक्षा दिइसकेपछि हामीले बोर्डिङ स्कुलमा पढाइरहेको मेरो छोरी स्कुल टपेको बोर्डिङ स्कुलमा, त्यही पनि 7-8 हजारमा उनीहरूले पढाउँछन्। तर त्यत्रो पढ्छ राम्रो छोरी, लौ त नि भनेर सरकारी स्कुलमा लिएर गइयो। अहिले मेरो छोरी त्यहाँ पढ्न नै पढ्दैन, छैन। त्यही तेस्रो चौथो 4औँ 5औँ मात्र हुन्छ। त्यसमा कसको हुन्छ? घरमा पढिरहेको छ उहाँ। तपाईँको यस्तो भित्रभित्र राजनीति हुन्छ, अनि आफ्नो कतिखेर सरकारी काम कहिले जाला घाम भनेर गर्नुहुन्छ, अनि कसरी हुन्छ? त्यसो हुँदा मैले सम्पूर्ण दाजुभाइ दिदीबहिनी जसका अहिले 12को परीक्षा छ, जसको परीक्षा दिएर एक्जाम भएको छैन, अहिले पढाइ रोकिएको छ नि, सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू जस आफ्नो छोराछोरीको भविष्यको बारेमा हामी अभिभावक, स्टुडेन्ट, हामी नै आन्दोलनमा आउन जरुरी छ। अति गरेछ शिक्षकहरूले, सरकारी जागिर खाइरहेको छ। त्यही पनि हो यस्तो हाम्रो बारेमा हो, शिक्षकको बारेमा के अरे उसको स्टुडेन्टको बारेमा नै भनेको छु भन्नको लागि, हाम्रो बारेमा मात्र होइन भन्नु। कसले भन्नु? अझसम्म यत्रो 21 दिन 22 दिन आन्दोलन हुँदाखेरि के अरे स्टुडेन्टको बारेमा तपाईँहरूले कुरा निकाल्नु भएको छैन। केही कुरा अझसम्म देखेको पनि छैन तपाईँहरूले स्टुडेन्टको बारेमा कुरा राखेको। अनि फेरि ओहो
त छक्काको जस्तै र तपाईँहरूले लुङ्गी लाउँदै हिँड्ने छोरो मान्छेले तपाईँहरूले नाच लाउँदै हिँड्ने छोरो मान्छेले टिचरहरूले गाह्रो नमान्नु। तपाईँहरूले आइमाईको जस्तो लुङ्गी लाएर हिँड्नु छ भने चुरा नि लाएर सजिलो हुन्छ। चुरा लाउनु, लिपस्टिक लाउनु, चुरा लाउनु, ब्लाउज लाउनु, सबै लाएर हिँड्नु बरु। छोरी मान्छेलाई तपाईँ छोरो मान्छे हुन भन्नु, छोरी मान्छे तपाईँ छोरी मान्छे भएर हिँड्ने हुन्छ। हाम्रो छोराछोरीको भविष्य तपाईँहरूले बिगारिदिनु भयो। अनि परीक्षामा गल्ती यति भन भने तपाईँको छोरी पढेन, छोराछोरी पढेन, तपाईँहरूको यस्तो राजनीति छ त अनि कहाँ हुन्छ? यति पैसामा राजनीति गर्नुहुन्छ तपाईँहरूले। मेरै छोरीको कुरा गर्छ, मेरै छोरीले उहाँ बोर्डिङमा स्कुल टपेको मान्छेले त्यहाँ आएर नि गऱ्यो, त्यहाँ पछाडि भित्र तपाईँहरूले धेरै सरहरूले चाल खेल्नु भयो। हुन त तेरो छोरीको हातमा भन्नु होला दर्शकहरूले, दाजुभाइ दिदीबहिनीहरूले, तेरो छोराछोरीको हातमा हुन्छ। त्यो भित्र हाम्रो उहाँ मेरो स्कुलमा सबै काङ्ग्रेस र एमालेको सर मात्र हुनुहुन्छ। हामी स्वतन्त्र युवा, हामीले राम्रोको लागि देश विकासको लागि गरिन्छ। तपाईँहरूले जस्तो पढायो उस्तै हो स्टुडेन्टले सिक्ने। तपाईँले राजनीतिमा गर्नुभएको छ नि, त्यो बच्चाहरूको कति असर पुगेको छ। अहिले 12 कक्षाको विद्यार्थीको कति असर पुगेको छ। उनीहरूले उस्तै परे आत्महत्या गर्नेसम्म पुग्छ। अनि त्यसको जिम्मेवारी तपाईँहरूले किन लिनुहुन्छ? तपाईँले जिम्मेवारी लिनुहुन्छ? कहिले सरकारले यस्तै गराउँछ भन्दा हुन्न, उस्तो गरामा हुन्छ, हुन्न। तपाईँहरू त आफ्नो छोराछोरी अर्का छोराछोरी त एउटै बराबर देखाउनुहुन्न। यस्ता टिचर नि के फाइदा? सिर्फ आफ्नो दुनोको बारेमा सोध्नुहुन्छ। त्यही भएर सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू जसका छोराछोरीहरू छन्, जुन टिचर हुनुहुन्न, उहाँ हामी अभिभावकका स्टुडेन्ट लिएर हामीले आन्दोलन गर्नु जरुरी छ। अति गरे टिचरहरूले अझसम्म बालबालिकाको लागि केही भनेको छैनन्। देखिरहेको छ, दिनौ देखिएको छ, आन्दोलन भइरहेको हामी देश विदेशबाट देखिरहेको छ। र सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले यो कुरा उहाँ टिचरहरूसँग पुर्याइदिनु होला, उहाँ सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। किनकि अति भयो, हामी कतिसम्म हामी गरिब मान्छे कतिसम्म बस्ने के नबोलिकन बस्ने, अन्त अति गर्दो रहेछ क्या सरहरूले। धेरै ठाउँमा टिचरहरूले अभिभावकले यसो गरेर कुटेर नै लहट्नु भएको छ। टिचरहरूले अभिभावकमाथि त यस्तो गर्ने हो? तपाईँहरूले रिजल्टमा बोलाउनु भयो यति तारिकको भनेर मान्छेले यताउति कुरा मिलाएर अभिभावक रिजल्टमा आउन खोज्छ। अनि तपाईँहरू हर स्कुलमा राजनीतिको कुरा गर्नुहुन्छ। भाषामा नि राजनीतिको, सब खाना नि व्यवस्था, खाँदा नि राजनीति, बस्दा नि राजनीति, स्कुलमा राजनीति हुन्छ। सबभन्दा पहिला राजनीति छोडेर स्टुडेन्ट र म टिचर हुँ, म कोही पार्टीको झोले होइन भन्ने त्यो सिक्नुहोस्। ल सम्पूर्ण दाजुभाइहरूले यति भन्दै गल्ती भए माफ गरिदिनु होला, सेयर र सब्सक्राइबर गरिदिनु होला, र यो कुरा टिचरसँग पुर्याइदिनु होला, र यो गृहमन्त्रीसँग पुर्याइदिनु होला। सिर्फ आफ्नो माग मात्र पुरा गर्न खोज्नु भएको छ। तपाईँहरूले दिनराति माग पुरा गर्नुभएको छ। ल उनीहरूको छात्रवृत्ति, दलित, गरिब सम्पूर्णको बारेमा के माग गर्नुभएको छ? सिर्फ आफ्नै दुनो मात्र। अनि माग पुरा गरे, यस्तो गरे, उस्तो गरे, हामीलाई गर्नुपर्छ, न त हुँदैन। तपाईँहरूलाई जस्तो गरे उस्तै सिक्ने छोराछोरीले, स्टुडेन्टले। त्यसो हुँदाखेरि तपाईँले सोच्नुहोस्, तपाईँको हाजिर लगाउनु भएको छ, रोडमै बसेर हाजिर लगाउनु भएको छ हैन? अब स्टुडेन्टको वहाँ गएर पुरै हाजिर लगाइदिनुहुन्छ तपाईँहरूले। उनी गयल भएको त पुरा जति दिनको छुट्टी लेख्नुहुन्छ तपाईँहरूले। उनीहरूको हाजिर लगाइदिनुहुन्छ? हाजिर त लगाउनुहुन्न नि। ल यति हुँदै म बिदा हुन चाहन्छु। गल्ती भए माफ गरिदिनु होला। सकेसम्म यो उहाँ टिचरहरूसँग र उहाँ सम्पूर्ण उहाँ मिडिया जताततै फैलाइदिनु होला। यति भन्दै बिदा हुन्छु। नमस्ते।